अनि कम्बरमा मन्जी त्यो मायाले पहिलो नम्बरमा। तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि मैले आज बारीमै भ्लग बनाएको, बारीदेखि नै भ्लग सुरु गरेको हो। अनि अस्ति भिडियोमा देखाएको थियो नि हामीले पिँडालु रोप्नुपर्छ, अदुवा रोप्नुपर्छ भनेर खन्दै गरेको बारी। अनि त्यो चाहिँ आजदेखि चाहिँ हामीले रेडी गरेको, सबै हिजो पिँडालु रोप्यो हो। त्यो भिडियो अहिले म हाल्छु, तपाईहरुलाई देखाउँछु। अन्त भिडियोमा देखाउँछु, हिजोदेखि पिँडालु आधी रोपिसक्यौँ हामीले। अनि अहिले फिलहाल चाहिँ हामी यहाँनिर हर्दी रोप्नु लागि तयारी गर्दैछ। यो चाहिँ हाम्रो अलका बहिनी हो, अलका बहिनी मलाई सघाउनु आएको। र अनि यसरी बहिनी के गर्छ भनिदिएल न। हेर्नु सक्नुहुन्छ, यसरी हामीले हर्दी राख्छौँ। अनि यसरी राख्दै गरे माथिबाट मल छर्छ। अनि फेरि यसरी नै गरेर माटो लगाएर मल लगाएर माटो लगाएर छोप्छौँ। र अनि यसरी जब्रा लगाउने हो साथी हो। जब्राहरू थुपार्नु भएको छ बोजूहरू र ठुला आमाले। अनि बहुत गरम भयो साथीहरू, बहुत गरम छ, घाम छ। अनि यसरी नै छ हाम्रो चाहिँ चलिरहेको छ गाउँघरमा। मेरो भिडियोलाई धेरैभन्दा धेरै मायाहरू दिनुभएको छ। तपाईँहरूले जतिजनाले मलाई सपोर्टहरू गर्नुभएको छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद। अझै पनि मलाई सपोर्ट गर्नुहोस्। अनि सपोर्ट गर्नुभयो भनेदेखि अझै राम्रो भिडियोहरू ल्याउने छौँ हो। अनि यहाँ आउँदा बहिनी ऊ चाहिँ मेरो प्याडोभन्दा प्याडो बहिनी हो कि, यसले चाहिँ पुरै सपोर्ट गर्छ क्या त। मलाई फर्स्टदेखि सपोर्ट गर्ने नि यही हो, भाउजूहरू पनि हो। अब बेसी चाहिँ यसले मलाई सपोर्ट गरेको छ हो। अनि हाम्रो ठुला आमाहरूले वाक्कै पारिसक्नु भएको छ कि म चाहिँ जबरा सोधिदिन्छु भिडियोमा ले भन्ने गर्नुहुन्छ कि आँसु छ हो। तपाईँहरू देखाउँछु ल साथीहरू। बोजू र ठुला आमाले पुरा यहाँ चाहिँ जबरा उयो सम्झेछ अदुवा र हल्दीको माथिबाट लगाउनु लागि। ठुलामा अघिदेखि भिडियोमा देखा भन्नुभएको न, लु एकखेप नाच्छ देखाइदिनु अन्त गोर्खे खुकुरीमा। अनि कम्बरमा मन्जी त्यो मायाले पहिलो नम्बरमा। देख्नु भयो हाम्रो ठुलामाको डान्स। बोजूले डान्स गरेर देखाइदिनु। यस्तै छ बोजू। ठुलामा अझै के भन्नु चाहनुहुन्छ कि? हाम्रो बोजू र ठुलामा अझै एउटा केटाहरू चाहिँ हेरेको हुनुहुन्छ। हेर्नु सक्नुहुन्छ साथीहरू, एकदम मजा छ हाम्रो त हो। बारी पनि यस्तो राम्रो छ हाम्रो त, हेर्नु सक्नुहुन्छ सबै यो बारी हाम्रो बारीहरू हो। के भन्नुहुन्छ अन्त त्यो सेक्सीले हँसाएर मार्नुहुन्छ कि। मेरो भिडियोलाई प्लिज साथीहरू सक्दो लाइक कमेन्ट सेयर गरिदिनुहोस् हो। यस्तै छ जिन्दगी हाम्रो। तपाईँहरू चाहिँ के कस्तो छ मलाई कमेन्ट बक्समा भनिदिनुहोस्। लु है भटपट खन्नुपर्छ, साह्रै घाम लाग्यो भनेर हामीहरू चाहिँ साथीहरू ड्याङ खन्दैछौँ। अनि अलका बहिनी मेरो भिडियो बनाइदिँदैछ हो। यस्तै छ, पुरा घाम लागिरहेको थियो। पिँडालु रोप्नु लागि यसरी खन पार्दैछौँ। अलका बहिनी सघाउनु आएको छ, यहाँ हेर्नु सक्नुहुन्छ हो। त्यसको पर्दामा पनि जानु भन्दैछ। अनि बोजूले पनि हाम्रो अलका बहिनी मैले खनेमा सेन्सै भयो हो। बोजूले यसरी रोप्नुहुँदैछ। उहाँ चाहिँ हाम्रो ठुलामा हो। ठुलामा आइ भनिदिनु। यसरी यहाँ हेर्नु सक्नुहुन्छ, हामीले चाहिँ यसरी पिँडालु रोप्छ है साथीहरू। हेर्नुहोस् ल है बल्ल काम सक्यो लुलु भन्दै गोजीमा दम छैन भन्दै हामी साथी नाच्दै थियो। अनि अलका बहिनी चाहिँ पिँडालु डल्लै बेचेर 500 रुपियाँ आउँदैन त्यसो नाच्छ भन्दै थियो। त्यतिखेर हामी नाच्दै अब चाहिँ रेला गर्दै गोजीमा दम छैन भन्दै थियो। अनि अब घर फर्किनु लागेको। हाम्रो चाहिँ अब खनखान पारिसकेर हामीले सक्यौँ हो। अनि घर फर्किँदैछ। थ्याङ्क यू फर वाचिङ माई भिडियोज। प्लिज लाइक कमेन्ट सेयर गरिदिनुहोस् है।